नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई बुक समरी नेपालीमा, जहाँ हामी सिक्छौँ जीवन परिवर्तन गर्ने पुस्तकहरूको सार छोटो, सरल र नेपाली भाषामा। जीवनमा कतिपय कुराहरू हुन्छन् जुन हामी बिर्सन खोज्छौँ तर बिर्सन सक्दैनौँ। कहिले केही सम्झना, कहिले केही पछुतो, कहिले कसैको कुरा जसले हाम्रो मनमा गहिरो घाउ बनाउँछ। कहिले हामी सोच्दछौँ म किन हजुरदारी गर्छु, किन यो कुरा मनबाट हट्दैन, तर साँचो उत्तर एउटै छ, हामी छोड्न जान्दैनौँ। द पावर अफ लेटिङ गो, जोन पुर्किसद्वारा लेखिएको यो पुस्तक हामीलाई एउटा गहिरो सत्य सिकाउँछ कि कहिलेकाहीँ जीवनमा अगाडि बढ्न हामीले थामेका कुरा बिस्तारै जान दिन जरुरी छ। लेटिङ गो अर्थात् छोड्ने कला, यो हार मान्नु होइन, यो त आफूभित्रको शान्ति र स्वतन्त्रता पाउनुको यात्रा हो। कहिलेकाहीँ हामी पुराना गल्तीहरू सम्झन्छौँ, विगतका सम्बन्ध, असफलता वा अपमानका क्षणहरू। हामी तिनीहरूलाई बारम्बार मनमा घुमाउँछौँ, तर सोच्नुहोस् त, ती कुरा अहिले तपाईँको नियन्त्रणमा छन् र? जीवन भनेको सधैँ बगिरहेको नदी जस्तै हो, तर हामी त्यसमा ढुङ्गा बनेर बस्ने गर्छौँ, डरले, पछुतोले र आसक्तिले। लेटिङ गो भनेको त्यो ढुङ्गालाई हातबाट फुकाल्ने कला हो। लेखक भन्छन्, लेटिङ गो बिगिन्स विथ बिङ प्रेजेन्ट, अर्थात् अहिलेको क्षणमा बस्न सिक्नु। हाम्रो मन सधैँ अतीत र भविष्य बीच घुमिरहन्छ, तर शान्ति त अहिलेमा मात्र हुन्छ। बस एक क्षण आँखा बन्द गरेर सासमा ध्यान दिनुहोस्। सास आउँछ, सास जान्छ, त्यही हो जीवनको साँचो धड्कन। अतीतको पीडा, भविष्यको डर, यी सबै त केवल विचार मात्र हुन्। विचारहरूलाई रोक्न खोज्नु पर्दैन, केवल तिनीहरूलाई आउन र जान दिनुहोस्। जसरी बादलहरू आकाशमा आउँछन् र हराउँछन्, त्यसरी नै विचारहरू पनि। तर आकाश स्थिर रहन्छ, त्यो आकाश तपाईँको चेतना हो। कहिलेकाहीँ हामी अरूलाई वा आफूलाई दोष दिन्छौँ, म गलत थिएँ, म असफल भएँ, ऊ यस्तो किन भयो। तर यी सबै विचार मात्र हुन्, सत्य होइनन्। जब तपाईँ अरूलाई र आफूलाई न्याय गर्न छाड्नुहुन्छ, त्यो क्षणबाट आत्मशान्ति सुरु हुन्छ। जीवनमा अर्को ठुलो कुरा, हामी सबै कुरा नियन्त्रण गर्न खोज्छौँ। हामी चाहन्छौँ सबै कुरा हाम्रो योजना अनुसार चलोस्, तर जीवन सधैँ हाम्रो नियन्त्रणमा हुँदैन। जस्तो नदीलाई नियन्त्रण गर्न खोज्दा त्यसले विध्वंस गर्ने गर्छ। लेखक भन्छन्, फ्लोमा जान सिक्नुहोस्, जीवनलाई बग्न दिनुहोस्। कहिलेकाहीँ योजनाहरू विफल हुन्छन्, त्यो पनि तपाईँलाई नयाँ बाटो पुर्याउने सङ्केत हुन सक्छ। र अन्ततः सबैभन्दा ठुलो कुरा, अतीतलाई विदा गर्नुहोस्। कसैको व्यवहार, कुनै गल्ती या त्यो घटना जसले तपाईँलाई पीडा दियो, अब त्यसले तपाईँलाई बाँध्न नदिनुहोस्। अतीतलाई सम्झेर बस्नु भनेको पुरानो फिल्म दोहोऱ्याएर हेर्नु जस्तै हो, जहाँ अन्त्य सधैँ एउटै हुन्छ, तर जब तपाईँ त्यो फिल्म बन्द गर्नुहुन्छ, जीवनको नयाँ दृश्य खुल्छ। लेटिङ गो भनेको बिर्सनु होइन, स्मृतिलाई शान्त स्वीकार गर्नु हो। यो भन्नु हो, म बुझ्छु र अब अघि बढ्छु। त्यो क्षण तपाईँको मन हल्का हुन्छ, तपाईँको आँखा चम्किन्छन् र तपाईँ बिस्तारै स्वतन्त्र महसुस गर्न थाल्नुहुन्छ। जब तपाईँ छोड्न सिक्नुहुन्छ, जीवन फेरि मुस्कुराउँछ, मनमा शान्ति बन्छ, सम्बन्ध सुधारिन्छ र नयाँ अवसरहरू ढोका ढकढकाउन थाल्छन्। जोन पुर्किस भन्छन्, लेटिङ गो इज नट लुजिङ, इट्स गेनिङ पिस, क्ल्यारिटी एन्ड फ्रिडम। जब तपाईँ पुराना कुराहरू छोड्नुहुन्छ, तब तपाईँ आफैसँग भेट्नुहुन्छ। त्यसैले आजैबाट सुरु गर्नुहोस्, गहिरो सास लिनुहोस्, नकारात्मक सोचलाई जान दिनुहोस्, अरूलाई माफ गर्नुहोस् र आफूलाई पनि। जीवन आफै सरल र हल्का बन्न थाल्छ। द पावर अफ लेटिङ गो केवल पढ्ने पुस्तक होइन, यो त अनुभव गर्ने यात्रा हो। एक पटक तपाईँले यो अभ्यास गर्न थाल्नुभयो भने जीवनको हरेक पाना नयाँ अर्थ दिन थाल्छ। आजको लागि यति नै साथीहरू। यदि यो अडियो बुकले तपाईँलाई केही सोच्न बाध्य बनायो भने कृपया लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र यो सन्देश अरूसँग सेयर गर्न नबिर्सिनुहोस्। तपाईँलाई कुन भाग सबैभन्दा मन पर्यो कमेन्टमा लेख्न नबिर्सिनुहोस् र सब्स्क्राइब गर्नुहोस् बुक समरी नेपालीलाई
जहाँ हामी ल्याउँछौं विश्वका प्रेरणादायी पुस्तकहरूको साथ नेपाली भाषामा। धन्यवाद।